चेक गरिसकेको छु है। अब एउटा चाहिँ मेरो चाहिँ म चाहिँ कभर सङबाट मैले आफ्नो करियर सुरु गरेको तपाईँलाई थाहा छ होला इन्स्टाको फोटो भन्ने गीतबाट। त्यसरी अर्को एकछिन आउँछ है आउँछ कट्टाको पेस्तोल सबै आउँछ बालै फालो। अनि के माया लाग्छ र भन्ने गीत चाहिँ मेरो फर्स्ट अफिसियल हिट गीत थियो जसले चाहिँ मलाई कभर सिङ्गरबाट चाहिँ सिङ्गर एल्ना चौहान भनेर चिनाएको थियो। त्यही भएर त्यही गीत गाउँछ तपाईँहरूले सुन्नुभएको छ नि होइन? के माया लाग्छ र मेरो याद आउँछ र ल नाच्नु पऱ्यो है। लकडाउनको याद आउँछ एकदम यो गीत लकडाउनको बेला रिलिज भएको थियो। अब के माया लाग्छ र तपाईँहरूलाई म धेरै गाउन लाउँदिनँ म नाच्न चाहिँ लाउँछु धेरै आज पसिना आउने कि नाच्न लाउँछु तपाईँहरू नाचै गर्नुपर्छ है। ल के माया लाग्छ र ट्र्याक प्लिज। अब कट्टा हान्नको लागि त अलिक बढी एनर्जी चाहिन्छ नि त अनि यसरी उभिएर त कट्टा हालिँदैन। यति हो त कट्टा हान्ने एनर्जी यति हो त गयो त। जुन उदाउने तारा लाग्ने सधैँ राति राति एक्लै छानमा बसी मैले कति हेर्नु माथि। जुन उदाउने तारा लाग्ने सधैँ राति राति एक्लै छानमा बसी मैले कति हेर्नु माथि। कालो कपाल घुम्रियो मनमाया उम्रियो कति बस्नु हेरेर राख मायाले हेरेर। त्यो मुहान बनाइदिन्छु जुहान बेटाई देऊ तल तल लगादिन परा।